कृषिजन्य पोहोरको व्यवस्थापन गर्ने गरिएका वडाहरूमध्ये सबैभन्दा बढी अर्थात् 2559 अर्थात् 42.4% वडाहरूले कृषिजन्य पोहोरको व्यवस्थापन मुख्यतया जलाएर गर्ने गरेको बताएका छन्। तर कम्पोस्ट बनाएर यस्ता पोहोरलाई व्यवस्थापन गर्ने वडाहरूको संख्या 1413 अर्थात् 23.4% र गाडेर व्यवस्थापन गर्ने वडाहरूको संख्या 1061 अर्थात् 17.6% रहेको छ। यसैगरी पोहोर व्यवस्थापक मार्फत यस्ता पोहोरको व्यवस्थापन गर्ने वडाहरूको संख्या 260 अर्थात् 4.3% रहेको छ भने 309 अर्थात् 5.1% वटा वडाहरूले यी बाहेक अन्य तरिकाले कृषिजन्य पोहोरको व्यवस्थापन गर्ने गरेको बताएका छन्। यस प्रकारको पोहोरको व्यवस्थापन नगरी त्यत्तिकै छाड्ने वडाहरूको संख्या 434 अर्थात् 7.2% रहेको यो गणनाको नतिजाले देखाएको छ।